जीवनमा सबैभन्दा ठूलो भ्रम के हो थाहा छ? मान्छेहरू सोच्छन् आफ्नो लक्ष्य त पछि पत्ता लाग्छ, तर वास्तविकता के हो भने लक्ष्य पत्ता नलगाई अघि बढ्दा तपाई कति नै दौडिनुहोस् गन्तव्य कहिल्यै नपुग्ने ठाउँमा पुग्नुहुन्छ। जीवन छोटो छ, तर दिशा नहुँदा त्यो छोटोपन अझै अर्थहीन हुन्छ। आजको भिडियोमा हामी गहिरो कुरा गर्नेछौँ। आफ्नो जीवनको लक्ष्य कसरी पत्ता लगाउने, कसरी बुझ्ने कि तपाई किन जन्मिनु भएको हो, तपाईको मार्ग के हो र तपाईले कुन दिशातर्फ अगाडि बढ्नुपर्छ। तयार हुनुहोस्, किनभने यो भिडियो तपाईको सोच्ने तरिका नै बदल्न सक्छ। सुरुमा कुरा गरौं, लक्ष्य किन आवश्यक छ। लक्ष्य शब्द सुन्दा धेरैले लाग्छ ठूलो कुरा हो, सफल मान्छेहरूको कुरा हो, तर वास्तविकता के हो भने लक्ष्य बिना हर कोहीको सम्पूर्ण जीवन अपूर्ण रहन्छ। सोच्नुहोस्, यदि तपाई बिहान उठ्दा थाहा छैन कि आज के गर्नु छ, किन गर्नु छ अनि कहाँ पुग्नु छ, तपाई केवल जीवन बिताइरहनु भएको हुन्छ, जीवन बाँच्दै होइन। बिना लक्ष्यको जीवन भनेको हावाले जता ढकेल्यो उता उड्ने पात जस्तै हो। महान व्यक्तिहरूको जीवन हेर्नुहोस्, एडिसन, आइन्स्टाइन, बुद्ध वा हाम्रै नेपालका प्रेरणादायी पात्रहरू, सबैमा एउटै कुरा साझा थियो, त्यो हो स्पष्ट लक्ष्य। दर्शकवृन्द, आफ्नो लक्ष्य पत्ता नलाग्नुका 5 वटा प्रमुख कारणहरू अब हामी तपाईलाई बताउँदैछौँ। पहिलो कारण छ अर्काको सपना पछ्याउनु। हामी बच्चादेखि नै अरूको सपना पछ्याउन सिक्छौं। इन्जिनियर बन्ने, डाक्टर बन्ने, सरकारी जागिर खाने, तर कहिल्यै सोधिदैन तिमीलाई के मन पर्छ। अर्काको सपना बाँच्दा आफ्नो आत्मा मर्छ। दर्शकवृन्द, 2 नम्बरमा छ आत्मचिन्तनको अभाव। हामी सधैँ व्यस्त छौं, तर आफैसँग कहिल्यै कुरा गर्दैनौं। तपाईले अन्तिम पटक कहिले आफैलाई सोध्नुभयो, मलाई के कुराले सन्तुष्टि दिन्छ? के म यो बाटोमा खुसी छु? नम्बर 3, असफलताको डर। धेरै मान्छेले लक्ष्य पत्ता लगाउँछन्, तर त्यसमा अघि बढ्न डराउँछन्, किनकि असफलता देख्दा समाजले हेला गर्छ भन्ने डर उनीहरूमा रहेको हुन्छ। तर याद गर्नुहोस्, असफलता नै सफलतामा पुग्ने ढोका हो। नम्बर 4, तुलना गर्ने बानी। उसले त्यो गर्यो, म पनि त्यही गर्छु। तर तपाईको जीवन उसको जीवन होइन, तपाईको बाटो उसको बाटो होइन। नम्बर 5, स्पष्ट दृष्टिकोणको कमी। मान्छेहरू भन्छन् म ठूलो कुरा गर्छु, तर ठ्याक्कै के गर्ने भनेर आफूलाई पनि थाहा हुँदैन। लक्ष्य स्पष्ट भएन भने प्रयास पनि आधा हुन्छ। दर्शकवृन्द, लक्ष्य पत्ता लगाउने 5 वटा शक्तिशाली तरिकाहरू अब हामी तपाईलाई भन्दैछौँ। नम्बर 1 छ आत्मपरिचयको यात्रा सुरु गर्नुहोस्। पहिलो कदम हो आफैलाई बुझ्नुहोस्। शान्त ठाउँमा जानुहोस्, मोबाइल बन्द गर्नुहोस् अनि लेख्नुहोस् के कुराले तपाईलाई उत्साहित बनाउँछ। कुन काम गर्दा समयको ख्याल हुँदैन, समय बितेको पत्तो हुँदैन, कुन विषयमा तपाई बोल्न थालेपछि रोकिन सक्नुहुन्न। यी प्रश्नका उत्तरमा नै लुकेको हुन्छ तपाईको साँचो उद्देश्य, इच्छा, डिजायर। सेल्फ अवेयरनेस इज द रूट अफ पर्पस। नम्बर 2 रहेको छ आफ्नो पीडा, घाउ र संघर्षलाई हेर्नुहोस्। कहिलेकाहीँ हाम्रो लक्ष्य हाम्रो पीडाबाट जन्मिन्छ। जुन कुराले तपाईलाई दुःख दियो त्यही कुरा समाधान गर्ने मान्छे बन्नु नै तपाईको जीवनको अर्थ हुन सक्छ। एउटा उदाहरण हेरौं। यदि तपाईलाई कुनै समयमा आर्थिक समस्याले दुःख दियो भने सायद तपाईको लक्ष्य अरूलाई आर्थिक ज्ञान दिनु हो, फाइनान्शियल फ्रीडम बनाउनु हो। यदि तपाईले स्वास्थ्य गुमाउनु भयो भने सायद तपाईको उद्देश्य अरूको स्वास्थ्य सुधार गर्नु हो। पेन इज नट योर एनिमी, इट्स योर डाइरेक्सन। नम्बर 3 रहेको छ फ्लोको अवस्था पत्ता लगाउनुहोस्। फ्लो भनेको त्यो अवस्था हो जहाँ तपाई काममा हराउनुहुन्छ। न समयको ख्याल छ, न थकान छ, न बाधा छ, बस तपाई र तपाईको काम मात्र छ। कुन काममा हुन्छ त्यस्तो? त्यो नै तपाईको प्यासन जोन हो। त्यसमा करियर, त्यसमा मिशन वा सेवा बनाउने सम्भावना धेरै हुन्छ। नम्बर 4 रहेको छ प्रयोग र अन्वेषण गर्न
नडराउनुस्। लक्ष्य कुनै दिन अचानक स्वप्न जस्तै देखिँदैन, त्यो त प्रयोग र अनुभवबाट मात्र स्पष्ट हुन्छ। नयाँ कुरा सिक्नुस्, फरक काम गर्नुस्, भिन्न वातावरणमा जानुस्। हरेक प्रत्येक समस्याले तपाईलाई बुझ्न मद्दत गर्छ के तपाईका लागि हो र के तपाईको लागि होइन। द मोर यु ट्राई, द मोर यु डिस्कभर हु यु रियली आर। नम्बर 5 रहेको छ 10 वर्षपछि आफैलाई सोध्नुस्। तपाई 10 वर्षपछि कहाँ हुन चाहनुहुन्छ? कस्तो जीवन बाँचिरहेको हुन चाहनुहुन्छ? कस्तो प्रभाव पार्न चाहनुहुन्छ? यो तस्बिर लेख्नुस् कागजमा विवरण सहित। त्यो भविष्यको तस्बिर नै तपाईको डेस्टिनेसन म्याप हो। दर्शकवृन्द, अब हामी कुरा गर्छौं प्रेरणा जीवित राख्ने रहस्य। नम्बर 1 छ भिजन बोर्ड बनाउनुहोस्। तपाईको सपना कागजमा टाँस्नुहोस्, हरेक बिहान हेर्नुहोस्। भिजुअलाइजेसनले मस्तिष्कमा नयाँ एनर्जी जगाउँछ। नम्बर 2 पोजिटिभ मान्छेहरूसँग बस्नुहोस् जो तपाईलाई पछ्याउने होइन उठाउने गर्छ। त्यस्ता साथी खोज्नुहोस्। नम्बर 3 प्रत्येक सानो प्रगति सेलिब्रेट गर्नुहोस्। लक्ष्य ठूलो भए पनि हरेक सानो सफलता एनर्जी बुस्ट हो। नम्बर 4 डिसिप्लिन राख्नुहोस्। मोटिभेसन अस्थायी हुन्छ तर डिसिप्लिन नै स्थायी शक्ति हो। दर्शकवृन्द, जीवन एउटा यात्रा हो तर दिशाविहीन यात्राले गन्तव्य छैन। लक्ष्य भनेको त्यो प्रकाश हो जसले अन्धकारमा पनि बाटो देखाउँछ। आजैबाट सुरु गर्नुहोस्। 5 मिनेट आफैसँग बस्नुहोस्, आफैलाई सोध्नुहोस् म किन बाँचिरहेको छु? के म सही बाटोमा छु? के म सही बाटोमा छु? सायद सुरुमा उत्तर नआओस् तर जब तपाई खोज्न थाल्नुहुन्छ विश्व ब्रह्माण्ड नै तपाईको बाटो देखाउनको लागि सहयोग गर्छ। Don't wait for the perfect moment. Start now and the purpose will find you. दर्शकवृन्द, यदि यो भिडियोले तपाईलाई सोच्न प्रेरित गर्यो, केही सहयोग गर्यो भने कृपया लाइक गर्नुस्, शेयर गर्नुस् अनि कमेन्टमा लेख्नुस् म मेरो जीवनको लक्ष्य खोज्दैछु। म मेरो जीवनको लक्ष्य खोज्दैछु। यस यात्रामा तपाई एक्लो हुनुहुन्न। हामी सबै खोज्दैछौं आफ्नो अर्थ, आफ्नो दिशा। दर्शकवृन्द, अर्को भिडियोमा भेटौँला। तबसम्मको लागि आफैलाई चिन्ने, आफैलाई बुझ्ने र आफ्नो सपना जिउने प्रयास जारी राख्नुहोला। धन्यवाद। नमस्कार।